नमस्कार। म लक्ष्मण भण्डारी माइललाई यो नाम थाहा नभएको झार अथवा जडीबुटी भनौँ त्यो सम्बन्धी पहिलो भिडियो मैले गराइसकेको र त्यसमा केही छुटपुट अर्थात् त्यो चाहिँ जडीबुटी त्यति देखाउने क्रममा स्क्रिनमा यो अलिकति मिस्टेक भएर रहेछ। त्यही पुनः देखाएर त्यो बारेमा पनि हल्का भिडियो बनाउने प्रयासमा छु। त्यसैले गर्दाखेरि यो के रहेछ भन्नुहुन्छ भने त्यो झार चाहिँ यस्तो हुँदो रहेछ। सामान्य यो हाम्रो गाउँघरमा पनि प्रशस्त पाउँछ। यो प्रायः कुलाको डिल ढिगमा अनि बाटोको दायाँ बायाँ डिलमा र खेतको आलीमा गरामा प्रशस्तै पाउँछ। यो अधिराज्यभरि पाउँछ, विश्वमा पनि पाउँछ जस्तो लाग्छ मेरो विचारमा। यसको बारेमा त अब बयान गरेर साध्य छैन। यति अमूल्य चिज रहेछ कि यसको के बयान गर्न मैले सक्छु र त्यसैले गर्दाखेरि यो झार चाहिँ न यसको कुनै गन्ध छ न कुनै स्वाद छ। यसमा केही पनि छैन, केही छैन तापनि यसको महत्त्वको बारेमा सामान्य मलाई जानकारी भएको लाग्छ। यो देखाउँछ। यो चाहिँ यस्तो हुँदो रहेछ। यो सानो हुन्छ, जमिनमै लेपेसिएर बसेको हुन्छ। यसको फुल यस्तो हुन्छ, यस्तो यो जरादेखि यति नै अल्गो हुन्छ, त्यति खासै अल्गो सेम यही हो। जरादेखि यही हुन्छ, यो यस्तो हुन्छ। तपाईँ गाउँघरतिर पनि प्रशस्त पाउँछ होला जस्तो लाग्छ मलाई। हाम्रो यहाँ प्रशस्तै पाउँछ यो। मैले एकचोटि यस्तै घुम्ने क्रममा यो चितवनमा पनि देखाएको थिएँ। चितवनमा त्यताउतै पाउँछ यो। र यसको यो त भयो फुल माटीको, र यो पात सेम यस्तै छ। यो देख्न सक्नुहुन्छ। यसको महत्त्व बारेमा त मैले यो पहिलो भिडियोमा प्रस्तुत गरिसकेको छु। त्यसैले गर्दाखेरि यसले चाहिँ सबभन्दा यो टक्सिनहरू हाम्रो शरीरमा विभिन्न कारणबाट जमेको टक्सिनहरू, कार्बोहाइड्रेट अक्सिजन भयो। हाम्रो अक्सिजन यहाँ यो अक्सिजन लिने र कार्बोहाइड्रेट बाहिर फाल्नुपर्ने हो। कोही दबेर बढ्दो रहेछ। विभिन्न यो हाम्रो नसाहरूमा दबेर बढ्दो रहेछ। फोहोरका कारणले बाहिर आउन नसकेको र यसले चाहिँ त्यो नसाहरू पुरै खोलिदिने काम गर्दो रहेछ। र प्लस हाम्रो शरीरमा भएका ससाना खटिराहरूलाई पनि यसले थुतेर फालिदिने, ती सुकाइदिने र मलद्वारको रूपमा बाहिर फाल्ने। मलद्वार अथवा मलबाटै र पिसाबबाट पनि बाहिर फाल्ने। जस्तै कचेरा भयो, कानेबुजी त्यस्तैबाट पनि बाहिर, पसिनाद्वारा पनि बाहिर फाल्न सक्ने क्षमता रहेछ। त्यसले गर्दाखेरि यो तपाईँको यो सबै थोक फोहोरकै कारणले विभिन्न किसिमको पीडा, यो शरीरमा दुख्ने हुँदो रहेछ। त्यसले गर्दाखेरि यो फोहोरकै कारणले हाम्रो विभिन्न किसिमको समस्याहरू हुँदो रहेछ। जस्तै यो जिब्रोमाको बारेमा, जिब्रोमा ससाना खटिरा आउँछ, त्यो बारेमा त मैले पहिले भिडियो भनिसकेको छु। र यो अल्सर पनि यो फोहोरकै कारणले हो। जब हाम्रो यो फोहोर जम्मा हुन्छ अनि त्यहाँ
क्रमशः त्यो सर्दै त्यो गर्दाखेरि त्यो ठुलो रूप लिन्छ र फोहोरकै कारणले हुँदो रहेछ। र प्लस यता क्यान्सर पनि त त्यही फोहोरकै कारणले हुन्छ नि। वास्तवमा फोहोर जहाँ जन्म त्यो चाहिँ क्यान्सर हुँदो रहेछ। यसको विकल्प, क्यान्सरको विकल्प के त? अपरेसन बनाएर त उपाय छैन। तर फोहोर यसले सफा गरिदिन्छ भने क्यान्सर पनि ठिक हुन्छ कि, अवश्य पनि क्यान्सर पनि ठिक हुन्छ। मैले एउटा यो कसैले भिडियो हालेको थियो, मैले त स्क्रिनसट त गर्न सकिनँ त्यतिखेर। त्यसैको अनुभवमा चाहिँ मैले यो भनेको हुँ, क्यान्सर चाहिँ ठिक हुन्छ। किनभने फोहोर ठिक भयो भने त क्यान्सर त्यसै ठिक होइन। केही समय लाग्ला क्यान्सरको लागि। क्यान्सर भएको अथवा कोही हुनुहुन्छ अथवा तपाईँको नजरमा कोही आफन्ती मान्छे हुनुहुन्छ, इष्टमित्र अथवा घरैको कोही हुनुहुन्छ भने खानुहोस्। यो कुनैले असर गर्दैन, सफाइको काम गर्छ। र लगभग 6 महिना 1 वर्ष खानु रेगुलर भन्नाले सकेर 3-4 महिना खाने, त्यसपछि 1 महिनामा ग्याप राख्ने, 3-4 महिना खाने, 1 महिना ग्याप राख्ने, त्यस बिचमा यसो कटअप गरिदिनुहोस्। धेरै लामो समयसम्म खाँदा पनि कुनै चिज पनि, मासुले पनि त असर गर्दैन। तर मासुले त्यो मान्छेलाई ठिक गर्छ, दैनिक खाँदाखेरि मासु खाने व्यक्तिलाई, यो सुगर भएका मान्छेहरूलाई कुनै असर गर्दैन। किनभने यो सुगर भयो भने तपाईँको यो बोसो, हामीलाई शरीरमा चाहिने बोसो पनि चाहिन्छ, फ्याट। तर त्यो फ्याट पनि घटाइदिन्छ सुगर लागेको व्यक्तिलाई। उतातिर गएर तपाईँको मासु पनि घटाइदिन्छ। र हामीलाई चाहिने जो तत्त्व हुन्छ नि, हाम्रो शरीरमा चाहिने आँखा, कान, नाक, विभिन्न किसिमका मुटु, कलेजा, फोक्सो, यस्ता चाहिने चिजहरू, तत्त्वहरू अब हाम्रो यसरी नसाद्वारा त हाम्रो विभिन्न अङ्गहरू जानुपर्ने हो। तर के भयो, त्यो ब्लक गर्दो रहेछ। त्यसलाई त्यो ठाउँमा जान नदिएर बिचमा ब्लक गरिदिने, त्यो उत्पादनै हुन नदिने। यो सुगरको काम त्यसो हुँदो रहेछ। त्यसले गर्दा प्रोटिन चाहिँ अति आवश्यक छ। प्रोटिन केमा पाउँछ त? माछा, मासु, पनिर, सोयाबिन, भटमास जस्ता चिजमा पाउँछ। काजु, बदाम। त्यसैले गर्दाखेरि यो सुगर भएको मान्छेले यो खाना, मासु यस्तो प्रोटिन चिज चाहिँ खान अति जरुरी छ। त्यसैले यो एउटा तरकारीमा सबभन्दा राम्रो यो ब्रोकाउली, अति राम्रो चिज रहेछ। ब्रोकाउली हाम्रो यो आन्द्राको वरिपरि सानो झिल्ली हुन्छ। जब त्यो झिल्लीमा पाल पऱ्यो भनेपछि त्यो हाम्रो सानो आन्द्रा र प्याङ्क्रियासले जो पेलेर हाम्रा विभिन्न अङ्गहरूमा पठाउनु पर्ने तत्त्व चाहिँ बिचमै चुइदिन्छ कि त्यहाँबाट लिकेज भइदिन्छ। त्यसले गर्दाखेरि त्यो चाहिँ ससाना पालहरूलाई ब्लक गरिदिने काम चाहिँ यो ब्रोकाउलीमा त्यति शक्ति हुन्छ। त्यसैले यो मान्छेहरू विभिन्न प्रकृतिका हुन्छन्। त्यसले 3 प्रकृतिमा विभाजन गरेका छ यो आयुर्वेदले। त्यसले गर्दाखेरि वात प्रकृति, कफ प्रकृति, वात, कफ, पित्त प्रकृति, तीन प्रकृतिको हुन्छ जुनसुकै मान्छेहरू। त्यसले गर्दाखेरि अब यो एउटा रोग लाग्यो, त्यो रोगको औषधि खायो, जस्तै किडनी फेल भयो, त्यसको खाँदा अर्को प्याङ्क्रियासको रोग लाग्छ, त्यही औषधिले असर गरिरहेको हुन्छ। त्यसले गर्दा अब प्याङ्क्रियासको औषधि खायो, अब दुईवटा औषधि सुरु भयो। दुईवटा औषधि खाँदा फेरि उता फोक्सोमा रोग लाग्छ। के कारणले? त्यही कारणले जोगेर हामीले औषधि नै हामीले खाना बनाइदिन्छौँ क्या। त्यसले गर्दाखेरि यसबाट निर्मूल कसरी हुने त? त्यसले गर्दाखेरि यो तीनवटै वात, पित्त, कफ प्रकृतिका मान्छेहरूलाई एउटा यो प्याज, लसुन र अदुवा, तीनपट्टि लसुन, सानो गानो प्याजको आधा हिस्सा
र अदुवा, सानो टुक्रा अदुवालाई तीन चिजलाई राम्रोसँग पिसेर यो तपाईँ सिलौटोमा पिसेर उता पानी भएको एउटा फ्राई प्यानमा उमाल्ने, त्यो पानीमा राखिदिने, त्यसपछि त्यसलाई 10 मिनट उमाल्ने, त्यसपछि त्यसलाई कभर भन्नाले चिया छानेर त्यो छोक्राहरू फालिदिने र त्यो पानी उतातिर भात पनि खाने, चपाएर मजासँग बत्ती चपाएर यतातिर त्यो पानी पनि खाँदै जाने क्रममा तपाईँको उता पानी पनि सकिन्छ, उतातिर खाना पनि सकिन्छ। चबाउँदै खानु 20-25 मिनट लगाउनु भनेपछि यस्तै क्रम गर्दै जाने भने तपाईँको वात पित्त कफ पूर्ण रूपमा ठिक हुन्छ। तर खानु पर्यो, गर्नु पर्यो, समय चाहिँ दिनु पर्यो। शरीर चाहिँ अति महत्त्वपूर्ण चिज हो। हामीले रोग लाग्यो भने चाहिँ हामी रोगको उपचार गर्दा गर्दै हाम्रो जिन्दगी जान्छ, हाम्रो मृत्यु शैलीमा पुग्छौँ। त्यसले गर्दाखेरि त्यो मान्छेले भन्छन् खाना खाइसकेपछि अब खाना खाँदाखेरि घाँटी लाग्यो भने त खाने 1-2 गुटकी, खाना खाइसकेपछि पनि 1-2 गुटकी पानी खाने र पछि खाना खाएको 1.5 घन्टा 2 घन्टा पछि पानी खाने भन्छन्। तर त्यो होइन रहेछ, त्यो खानै हुन्न। किनभने चाहिँ हाम्रो खाना खाइसकेपछि यो खाना त हामी त खाँदाखेरि अब त्यो ठोस पदार्थ भयो, त्यो गल्दैन। हाम्रो खाना खाइसकेपछि एसिडिटी, हाम्रो पित्त थैली एसिडिटी छर्किन्छ त्यसमा, त्यसलाई गलाउनलाई। तर त्यो बाहिर मात्र हुन्छ, भित्र पर्दैन, नभए त्यो सड्ने हो। त्यसले गर्दाखेरि त्यो चाहिँ हाम्रो यो पानी खानु जरुरी छ। यो 3 चिजबाट बनाएको पानी खाइदिनु भने तपाईँको त्यो जल्ने भयो नि, घोलिने भयो। त्यसरी एसिडिटी छरेपछि सबै ठाउँमा त्यो घोलिँदाखेरि तपाईँको अब फोहोर पदार्थ मलद्वारबाट उठ्दा जाने भयो। त्यसपछि सबै त्यो तत्त्वहरू हाम्रो प्रत्येक अङ्गमा गएपछि हाम्रा सम्पूर्ण यिनी शरीरहरूमा कुनै रोग लाग्दैन। कारण त्यही हो। त्यसले गर्दाखेरि यो अत्यन्तै राम्रो छ। एउटा यो अन्नभरिको राजा सबभन्दा राम्रो जौ। कसैले इन्द्र जौ भन्छन्, यो रूपमा फल्ने जौ जस्तै हुन्छ, तर हाम्रो यो गाउँमा फल्ने जहाँ पनि फल्छ। जौ चाहिँ तपाईँको बिहान बेलुकी 2 चम्मच भिजाइदिने पानीमा र त्यो पानी चाहिँ खाने मजासँग बिहान पख खाली पेट। अत्यन्तै राम्रो सर्भिसिङ काम गर्छ। सर्भिसिङको काम गर्छ। शरीरमा भएका फोहोरहरू, टक्सिनहरू सब बाहिर फालिदिन्छ। र जौको दलिया बनाएर पनि खान सकिन्छ, ढिँडो यसको रोटी बनाएर पनि खान सकिन्छ। जौ खान अति जरुरी छ। त्यसले गर्दाखेरि यो तपाईँको यो लसुन प्याज अदुवा रेगुलर बिचमा पनि तपाईँको ग्याप गरेर खानुहोला। अझ 3 महिना खाएपछि तपाईँको 15 दिन छोडिदिनुहोला। यो लसुन प्याज अदुवा यसरी पानी खाँदा तपाईँको के हुन्छ भने हाम्रा यिनी शरीरमा भएका जस्तै एकदेखि अर्कोसँग कनेक्सन हुन्छ, जोडिएको हुन्छ। एउटा सानो लिभरमा समस्या भयो भने तपाईँको तिल्लीमा समस्या हुन्छ, पित्त थैलीमा समस्या हुन्छ। त्यसले गर्दाखेरि सबै चाहिँ सक्रिय हुनको लागि यो पानी खान बहुत जरुरी छ। त्यसले गर्दाखेरि यो लसुन प्याज अदुवाको जो पानी खाइदिएपछि तपाईँ सम्पूर्ण यति सक्रिय हुन्छन् कि जस्तै किडनी, हाम्रो आँखा, नाक, कान सर्भिसिङको काम गर्नुहुन्छ। त्यसले गर्दाखेरि यो अत्यन्तै राम्रो छ। साथसाथै यो हामीले ठ्याक्कै त मलाई यकिन त भएन, यो अङ्कुरित वर्षमा हामीले यस्तो कुन महिनामा हो अङ्कुरित हामीले यो वर्षमा एकचोटि खाने चलन छ नि, छैन र? त्यसले गर्दाखेरि अङ्कुरित एकचोटि खाने हाम्रो वर्ष दिन काम गर्नु रहेछ। भनेपछि हामीले हप्तामा एकचोटि खाने हो भने त हामी त स्वस्थ हुन्छौँ नि। यो अङ्कुरित जस्तै चनाको अङ्कुरित पनि खान सकिन्छ, मसुरको, राजमा, विभिन्न किसिमका छन् नि हाम्रो यी अन्नहरू। यसलाई अङ्कुरित खाँदाखेरि हाम्रो शरीरमा पनि अत्यन्तै फाइदा हुन्छ। वर्षमा हामीले एकचोटि खान्छौँ कि त्यो कुन
मैले ठ्याक्कै थाहा भएन, ख्याल गरिनँ। त्यो समय एकचोटि खाँदाखेरि हाम्रो प्रतिदिन काम गर्छौँ नि, तपाईँको अहिले आएर हामीले हप्तामा एकचोटि खाने अथवा हप्तामा 2 चोटि खाइदिने भनेपछि त्यसबाट पनि राम्रो काम हुन्छ। त्यसले गर्दाखेरि अब यो तरकारी पकाउने सन्दर्भमा तरकारीमा पनि त तपाईँको प्राण हुन्छ नि, पुरा प्राणै जाने गरी पुरा त्यसलाई पुरा प्राणै जाने गरी त्यसरी पकाउनु हुँदैन। हाफ बोइल भाफले पकाउने, मरमसला कम हाल्ने, खुर्सानी पनि ठिक किसिमको हाल्ने। यो धुलो खुर्सानी, रातो खुर्सानी खाँदै नखानुहोस्। यसमा ठुल्ठुला कम्पनीहरूले केमिकल हालेर पठाएको त्यसले हाम्रो शरीरलाई असर गर्छ। हरियो खुर्सानी खान अत्यन्तै जरुरी छ। हरियो खुर्सानी भन्नाले त्यो तपाईँको त्यो धेरै पिरो भएर पुरा मान्छेले चिनी खाने पनि बानी हुन्छ। कसैको बढी पिरो पनि चिनी खाइदिन्छ, चिनी खाँदाखेरि तपाईँको असर गर्छ। त्यो खुर्सानी चाहिँ त्यो खाने बित्तिकै तपाईँको त्यो चाहिँ चिनी खाने बित्तिकै त्यो राग मार्ने रहेछ। राग के मानेर मार्छ भन्नुहुन्छ भने त्यसमा अत्याधिक चुना मिसाइएर बनाएको हुन्छ चिनी। त्यसले गर्दाखेरि त्यस्ता कुराहरू पनि तपाईँले ख्याल गर्न जरुरी छ। त्यसले गर्दाखेरि यो हाफ तपाईँको यो तरकारी हाफ बोइल गरेर खानु सिक्नुहोस्। किनभने प्राणै जाने गरेर पकाउने होइन। प्राणै जाने गरेर पकाएको के अर्थ? मलाई स्वास्थ्यको लागि फाइदा हुँदैन। त्यसले गर्दाखेरि अब यस्तो सानोतिनो कुराबाट पनि ठुला रोगबाट बच्न सकिन्छ। त्यसैले धेरै लामो भिडियो पनि नबनाउँ भन्दै अहिले बिदा चाहन्छु। उही लक्ष्मण हुनेमाइललाई अब के गर्नु।